पैसा तिरेर दक्षिण कोरिया जानको लागि इस्यु गराउन सकिन्छ भन्ने समाचार पहिला पनि थियो, अहिले पनि छ। र जब इस्युको टाइम चल्छ नेपालमा, त्यो बेलामा यो समाचारले झनै व्यापकता पाउने गरेको पनि छ। तर यो कुरालाई खण्डन गर्दै इपिएस कोरिया शाखाले एउटा सूचना निकालेको छ, जसमा इपिएस सिस्टम र यसको प्रभावकारिताको बारेमा जानकारी गराएको छ। त्यो सूचना अनुसार इपिएस प्रणाली भनेको एउटा पारदर्शी, निष्पक्ष र विश्वसनीय प्रणाली हो। यो प्रणाली मार्फत 2007 देखि अहिलेसम्म लगभग 1,20,000 भन्दा बढी मान्छेले दक्षिण कोरियामा रोजगारीको अवसर पाइसकेका छन् र आउँदो दिनमा पनि पाउनेछन्। यही सूचना अनुसार इपिएसले आफ्नो कार्यक्षेत्र, आफ्नो सीमा पनि निर्धारण गरेको छ। सबैभन्दा पहिला इपिएस कोरिया शाखाले के काम गर्छ? इपिएस कोरिया शाखाले सबभन्दा पहिला एचआरडीले सञ्चालन गर्ने इपिएसको इक्जाममा समन्वय गरेर इपिएसको इक्जाम सञ्चालन गर्छ र इक्जाम स्किल टेस्ट सहित उत्तीर्ण भएको विद्यार्थीहरूको फाइल चाहिँ अनलाइन प्रणाली मार्फत इपिएस कोरिया शाखाबाट कोरियामा पठाउने काम मात्र इपिएसले गर्नेछ। इपिएस कोरिया शाखाले गर्छ, त्यति मात्र गर्छ। त्योभन्दा पछाडि कोरियामा रहेको एचआरडीको हेड अफिसबाट फाइलहरू चेक जाँच गरी रोस्टरमा विद्यार्थीहरूको नाम चढाउने काम एचआरडीले गर्छ। त्यसपछि रोजगारदातालाई आवश्यक परेको श्रमिकहरू र तिनीहरूको फाइल रोजगारदाता समक्ष एचआरडीको मातहतमा रहेको जब सेन्टरहरूले गर्ने र रोजगारदाताले छानेको मान्छेको मात्र इस्यु हुने पनि जानकारी दिएको छ। एप्रुभ गराउने काम, इस्यु गराउने काम एचआरडी र उसँग सम्बन्धित संस्थाहरूको हो। यो इपिएस कोरिया शाखाको काम होइन भनेर पनि जानकारी गरेको छ। त्यसैले पैसा तिरेर इस्यु हुन्छ, एप्रुभ गराउन सकिन्छ भन्ने यस्तो भ्रमात्मक समाचारहरूको विश्वास नगर्न र यस्तो समाचारहरू पनि नफैलाउन र यस्तो समाचारहरूको पछि लागेर ठगिनबाट जोगिनको लागि सम्पूर्ण इपिएसको तयारी गर्दै गरेको विद्यार्थी भाइ बहिनीहरू, रोस्टरमा रहिरहनु भएको विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णलाई ठगीबाट बच्नको लागि सार्वजनिक रूपमा इपिएसले सूचना मार्फत जानकारी पनि गराएको छ। र अब हुन लागेको परीक्षा पनि एचआरडी र इपिएस कोरिया शाखाको समन्वयमा केही समयपछि सञ्चालन हुने पनि जानकारी गराएको छ।